अब ओह्रालो झर्दैछौँ। हिँड्दिन भन्न पनि पाइँदैन, अघि हिँड्छु भन्दा पनि सकिएन, अब हिँड्दिन भन्न पनि पाइँदैन। खुट्टा आफै लरक्क आफै हिँड्छ खुट्टा, यी खुट्टा आफै जान्छ। अब हिँड्दिन भन्न पनि पाइँदैन, बस्दै जान्छु भन्दा पनि खुट्टा लरक हुन्छ। झर्दैछौँ लक्क जाँदा अब यस्तै हुन्छ, सकिँदैन होइन। अब जाँदा जति हिँड्छु भन्दा पनि सकिँदैन होइन। अब यस्तै हो। अब आउँदा अब सडक 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 हिँड्न पाइन्छ। यस्तै छ, अब झऱ्यो बिस्तारै झरिन्छ। अब झर्दै हिँड्दै जाउँ। माथि भएर आउने मान्छेहरूले बाटोमा फोहोर मैला नगरिदिनु होला। ठाउँ ठाउँमा यस्तो डस्टबिनहरू राखिएको छ होइन। त्यही डस्टबिनमा चाहिँ हजुरले खानुभएको रेडबुल अब चकलेटहरू पानी बोतलहरू यसमा राखिदिनु होला। जो कोही आउँदा पनि होइन। अब यहाँ एकदम स्वच्छ राम्रो छ बाटो, फोहोर नगरिदिनु होला सबैजनाहरूमा। अब यो अनुरोध गरेँ। यो फागुन चैतमा गुराँसै गुराँस छ। यो गुराँस कति फुल्छ होला, कस्तो हुन्छ होला यो गुराँस। ट्याम्मै डाँडै रातो पाखै रातो हुन्छ होला। एकपल्ट अब अर्कोपल्ट चाहिँ आइयो भने फागुन चैततिर चाहिँ आउनु पर्ला। यो गुराँसै हेर्ने भए पनि त्यतिखेर चाहिँ आउनु पर्ला भन्ने। अब यो अहिले जुन गुराँस यो हजुरले यो ढालेको देख्नु भएको छ नि, यो ढालेको छ आइपुग्ला कि दाइ हो। यो के सिमेन्ट हो? कति केजी छ यो? 30-35 केही छ। कहाँ बेलुकासम्म माथि पुगिन्छ? त्यस्तै 3-4 चोटि बिसाउँदा। ए ल ठिक छ ल। अनि अब 30-35 केजीको 100 का दरले 3500। दिनमा 35 केजी मात्रै तलबाट माथि पुऱ्यायो भने 3500 दिन। अब महिनाको हिसाब गर्दा 30-90 लगभग 1 लाख रुपियाँ। अनि युरोप किन जाने, विदेश किन जाने? यही छ पैसा। बाउलाई ढोको बनी माग्ने, नाम्लो बोराको बन्ने, अनि आउने केजीको 100 रुपियाँको दरले ताप्लेजुङमा भारी बोक्न। पैसा सस्ता पनि रहेछ, चिसो पानी, ग्राममा सागसँग भात खाने, सरसँग भात गर्ने, सिमेन्ट टिर बाला बोक्ने। अब अरू केही छैन।